कालुङ पार्कभित्र फेरि अर्को पानीको फोरा फाल्ने चाहिँ अर्को पनि छ यो। र यो चाहिँ आज मान्छेहरू घुम्न आइरहेको छ हेर्नलाई। निकै खास विशेष गरेर यो जङ्गल छ। अब यो जङ्गल भएपछि हेर्नुहोस् बुटोहरू ठुलै बुटो छ यहाँ हेर्नुहोस्। ल यो पनि एउटा हिसाब। म पनि आज के भन्छ छुट्टीलाई सदुपयोग गर्न आउँदैछु। यति गरिदिएपछि पनि मान्छेहरू हेर्न आउँछ यस्तो बनाइदियो भने।